जनता भिडको पछि किन लाग्छन्? पुरानो भनिएका वा नयाँ भनाउँदा सबै भिड देखाउने प्रतिस्पर्धामा किन? भिडको राजनैतिक संस्कारले देश बन्ला? यसबारेमा थोरै कुरा गर्दैछु आज। भिड देखाएर राजनीति गर्ने परम्पराको अन्त्य नभएसम्म मुलुकको भलो कहिल्यै हुने छैन। संसारभर नै राजनीतिलाई आफ्नो पेसा बनाउने वर्गहरूले जनताको मनोभावनासँग सजिलै खेल्ने अनि जनता आफ्नो पक्षमा तान्नका लागि हुने नहुने कुराहरू गर्ने गर्छन्, जसको कारण केवल अज्ञानता मात्र होइन, राजनैतिक, सामाजिक, मनोवैज्ञानिक र आर्थिक कारणहरूको मिश्रण हुन जान्छ। नेपाल जस्तो अर्धविकसित मुलुकको सन्दर्भमा झन स्पष्ट देखिन्छ। जनता किन सधैँ भिडको पछि मात्र लाग्छन् भन्ने बारेमा मैले केही बुदाहरू तल उल्लेख गरेको छु। जनताहरूलाई सुझाव दिन चाहन्छु, नबुझी भिडको पछाडि कहिल्यै नलागौँ। त्यसो भए किन जनताहरू भिडको पछाडि लाग्दा रहेछन् त? एकछिन अध्ययन गरौँ। 1. जनतामा आएको चरम निराशा र आक्रोश, बेरोजगारी, महँगी, व्याप्त भ्रष्टाचार, न्याय नपाएको अनुभूति लगायतको नारा बनाएर भिड आफूतिर तान्ने कोसिस गर्छन्। यो व्यवस्थाले केही दिएन भन्ने आवाजलाई बुलन्द पार्छन्। जब आश मर्छ, जनता विवेकभन्दा आक्रोशलाई पछ्याउन पुग्छन्। 2 नम्बर, सबै खराब छन्, म मात्र ठिक छु भन्ने भाष्य स्थापित गरेर भिड आफूतिर तान्ने मात्रै कोसिस हुन्छ अनि जनता सजिलो उत्तरको पछाडि दौडिहाल्छन्। जटिल समस्याको सरल समाधान हुने आशमा जनताहरू लहैलहेको पछि लागिहाल्छन्। दोष अरूमाथि थोपर्ने राजनीतिको विकास हुन्छ। प्रत्यक्ष रूपमा वा भौतिक रूपमा काम गर्न चाहिँ गाह्रो हुन्छ। सजिलो नारा सबैका लागि आकर्षक, प्रिय हुन्छ। 3 नम्बरमा, कडा बोली, दृढ आत्मविश्वास, म कसैसँग पनि डराउँदिनँ भन्ने छविको विकास हुन जान्छ, जसका कारण संस्थाभन्दा व्यक्तिमा भरोसा हुन पुग्छ अनि सोझा सिधा जनता विचार होइन अनुहारलाई पछ्याउन पुग्छन्। 4 नम्बरमा, सामाजिक सञ्जाल र अफवाहको पछाडि दौडाउन माहिर केही व्यक्तिहरूका कारण आधा सत्य, तोडमोड गरिएका विषयवस्तुका कारण निराशा रहेका जनतामा आक्रोश बढाउने हर सम्भव प्रयास गरिन्छ। छिटो फैलिने झुटका पछाडि भिड दौडिहाल्छ। भिडले केही पनि सोच्दैन, रियाक्ट मात्रै गर्छ। एक्लै हुँदा सोच्ने, भिडमा हुँदा बग्ने प्रकारका जनताहरू राजनैतिक वितृष्णाका कारण दिनानुदिन बढिरहेका हुन्छन्। सबै जाँदैछन्, म पनि जाउँ भन्ने किसिमका जनताहरू जहिले पनि भिडको पछाडि कुद्ने गर्छन्, जसको परिणामस्वरूप उनीहरूको आत्माले गर्ने जिम्मेवारी हराउँछ अनि विवेक भिडमा घुल्न पुग्छ। 6 नम्बरमा, आफ्नो अधिकार के हो, कर्तव्य के हो नबुझ्नेहरू लोकतन्त्रलाई नारा मात्र ठान्ने गर्छन्। राजनैतिक शिक्षाको कमी, इतिहास र विकल्पको ज्ञान कम हुनु पनि भिडको पछाडि दौडिने अर्को एउटा कारण हो। समग्रमा भन्नुपर्दा चेतना नहुँदा जनता सजिलै उक्सिहाल्छ। 7 नम्बरमा, जुनसुकै मुलुकका निम्ति पनि डेमागोगहरू घातकै हुन्छन्। आफ्नो स्वार्थ पूरा गर्नका निमित्त उनीहरूले जस्तोसुकै पनि झुटो नारा जनता सामु राख्न भ्याउँछन्। जस्तै हाम्रो अस्तित्व खतरामा छ, जात, धर्म, क्षेत्र, राष्ट्रवादको पक्षमा हुने नहुने कुरा गर्ने गर्छन्। उनीहरू डर र पहिचानको राजनीति गर्न माहिर हुन्छन् अनि आउने परिणाम भनेको डरले विवेक बन्द गरिदिन्छ। 8 नम्बरमा, आलस तालस भएका जनतालाई तत्काल लाभको आशा देखाइन्छ। स्वास्थ्य, शिक्षा, यातायात, विद्युत, रोजगार, बाटोघाटो, पुलपुलेसा लगायतका विकास निर्माणका सम्पूर्ण कामहरू तत्कालै पूरा गर्न मेरो विकल्प अरू कोही हुन सक्दैन भन्ने झुटो आश्वासन देखाइन्छ र जनता यसकै पछि लागिहाल्छन्। हाम्रो पालो आउँछ कि क्या हो भन्ने सोचेर जनता भिडको पछाडि दौडिने संस्कृतिको विकास अहिले भइरहेको छ। तत्काल जनता के निर्णयमा पुग्छन् भने घाँस-बास र कपासको सुनिश्चितता भयो भने हामी ढुक्क हुन्छौँ, हाम्रो जीवन सरल तरिकाले जीविकोपार्जन हुन्छ भन्ने कुरामा लाग्छन्, जसका कारण दीर्घकालीन हितभन्दा तत्कालको फाइदाका लागि जनता कुद्छन्।